नमस्कार साथीहरू, आउनुहोस् है मसँग बयरको अचार बनाउन। हजुरहरू चाहिँ कसरी बनाउनुहुन्छ? मेरो बनाउने तरिका चाहिँ पहिला बयरलाई राम्रोसँग पखाल्ने अनि घाममा राम्ररी सुक्खा हुने गरी सुकाउने। एक दिन पुरै घाममा सुकाइसकेपछि यसको लागि म मसला रेडी गर्दैछु है त। अलिकति तोरी, अलिकति धनियाँ, अलिकति जिरा अनि सुकेको खोर्सानी अनि कराईमा सबै मसला मिक्स गरेर एकछिन तताउने अनि मिक्सरमा ग्राइन्ड गरिसकेपछि फेरि कराईमा थोरै तेल राखेर अनि थोरै पानजिरा नि राखेँ मैले। त्यसपछि अघि ग्राइन्ड गरेको 2 चम्चा मसला अनि स्वाद अनुसार नुन अनि मलाई चाहिँ एकदमै सक्खर राखेको अचार मन पर्ने भएकोले मैले चाहिँ थोरै सक्खर नि राखेको छु। हजुरहरूलाई कस्तो लाग्छ आफ्नो स्वाद अनुसार राख्नु होला। मैले चाहिँ सबै मसलाहरू मिक्स गरिसकेँ बयरमा। अहिले चाहिँ अब पट्टामा राख्नको लागि रेडी भएको छ। हेर्नुहोस् त कति राम्रो भइरहेछ, खानलाई पनि मिठो छ, स्वादिलो छ। हस् त साथीहरू, यस्तो भिडियोहरू म फेरि पनि ल्याउने छु। मेरो भिडियोलाई फुल सपोर्ट गरिदिनु है।